ल गाइज म चाहिँ फर्केको है आज टक्क लाएर यस्तै यो बाटो चाहिँ कस्तो देखिरहेको एङ्गल पारी पारी डाँडाहरू मेरा बाबु हेर त गाडी फुल मान्छेहरू चलाउँछन् हौ कडा चलाउँछन् गाउँतिरका मान्छेहरूले गाडीहरू जिपहरू मजा आउँछ फेरि बेलुका पानी परेर पानी भए बाटोहरू हौ त्यहाँ दुःख रहेछ हल्का बिस्तारै आरामले नत्र 1 मिस गेम फिनिस भने जस्तो चाल हुन्छ यहाँ दुःख थियो के अरे यस्तो अलि दुःख बढी नै दुःख भएको छ नि ढलाइसलाई हानेको रहेछ त्यही छ चिज हुने चाहिँ त्यस्तै हो सपनै गाउँतिरबाट झर्ने ठाउँ वालिङ रामपाट छ टक्क यहीँ हो गाडीहरू सर म चाहिँ एक्लै बाहुनथान हिँडेको बाहुनथान त्यस्तै पुगेर आउनु पर्यो बाहुनथानतिर भनेर यो चाहिँ वालिङ नगरपालिका आमा कति धेरै हो गाईहरू ओहो बाटो छ है सही हो केटो बिहान एक्लै बाहुनथान पुगेर आउँछ अब त्यसपछि सिधै पोखरा मस्त मौला आदमी बाहुनथानबाट चाहिँ वालिङ देखिन्छ टक्क वालिङको भ्यू हेर्ने हैन सर एकताल त्यसपछि फर्किने हो हजुर बाहुनथानतिर सहयोग गर्नुपर्छ के को लागि हो यो खास सरसफाइको लागि कहाँ हो सरसफाइ गर्ने बाहुनथानको झर्दा नि पर्छ पर्दैन
कति हो दिने 20 रुपियाँ हो 10 रुपियाँ हो के अरे दुईजनाको 10 रुपियाँ हो के अरे अब हजुर चाहिँ दिन पर्यो नि त अब यो एकजनै आउनु भएको छ के हुन्छ त्यहाँ सरसफाइ सफा हुन्छ हजुर बाजान हुन्छ कि लाउनु बाउ 10 रुपियाँ राख्नु ल ल चिप्ले हेर्छ के हुन्छ यो राख्यो भने हजुर एकखेप फर्किँदाखेरि यसो देखाउनु त्यही स्कुटीको बुझिया राख्नु अहिले फर्किँदा देखाउनु पर्छ र खासै मान्छेको आँखा मान्छे गर्दैन ल ल हुन्छ खतरा चिप्ले यार सोल्टी भनेपछि यो चाहिँ यो के रहेछ भन्दाखेरि पैसा एकजनाको 5 रुपियाँ रहेछ के अरे सरसफाइको लागि भनेको त्यहाँ गएर हेर्छ है त कतिको सरसफाइ रहेछ त्यहाँ ठिकै हो यो 5 रुपियाँ त धेरै पनि होइन अनि सरसफाइ पनि हुन पर्यो क्या धान हिँडेको मान्छे हेर न यसरी गाह्रो छ गाह्रो बाटो छ नि बाटो मस्त क्यार्नु लान नमिल्दो रहेछ गेट सेट भएपछि अब बामथानतिरको जाम लगाएपछि रे यस्तो छ हालती टक्क त्यो बामथानको डाँडा भइहाल्यो यो वालिङ बजार पिङ्क सिटी वालिङ पिङ्क सिटी बजार के भन्छ पिङ्क सिटी नै हो अनि त्यो बामथान बामथानमा चाहिँ मुत्न आए जस्तो भयो मुत्तियो टोइलेटमा सफाइ रहेछ ठिकै हो यतिको धेरै सफा पनि कहाँ गर्न सकिन्छ र है पाहामा चाहिँ लास्टै फोहोर रहेछ यही हो एउटा बुट्टा छ वालिङ बजार हेऱ्यो राति चाहिँ ठिक हुन्छ होला डाँडाहरू सरेर देखिन्छ होला त्यही हो लगाइ अब फर्किएँ म ओके बाई बाई अब यो चाहिँ यत्तिकै होला भ्लग सक्यो भिडियो अब किनभने अब पोखरा सिधै अब यही हो वालिङ पिङ्क सिटी त्यो मिर्दी हो त्यो रामबाछा सक्यो त्यसपछि ल मा झोला चाहिँ रहेछ झोला गाई भान्छ कि भनेको रहेछ है स्याङ्जाली हो नि यतिको धुनु पऱ्यो नि काम खान्छन् र गाई यो बाटो सरेर आउने राति चाहिँ दामी हो बस्ने ठाउँहरू यताउता पर हिमाल देखियो छ माछा पुच्रेको चिर लगाइ भाइ छोरो हिँड्ने अब ल लास्ट गर्मी भयो यार खतरा गर्मी यार जो हिमाल चाहिँ बबाल देखियो पर लगाइजहरू ल